नै एक्सिडेन्ट हो थोरैले त्यतिको चक्का चाहिँ यो अडिकै यस्तोमा ठोकेछ कि यस्तोमा झन् भोलि एकदमै त्यो जमेको हुन्छ नि त धर बिहान यसले त श्रीमती पनि छोइला आउन गाह्रो हुन्छ यो साथीहरू यो फेरि बढेको आम्मामा के साह्रो स्ट्रोक पनि लु साथीहरू लु पढेर कस्तै गाह्रो भइरहेछ के गर्नु अब चाहिँ गाह्रो हुने भयो त ल ल ल ल के अरे विन्टर स्ट्रोम अरे आज 8 घन्टा पढ्दैछ अहिले 1 बजीदेखि सुरु भएको 5 बजीसक्यो साथीभाइहरू गाडी चिप्ले रे यार आम्मामा झनै एक्सिडेन्ट हो थोरैले त्यतिको चक्का चाहिँ यो राइट साइडको चक्का चाहिँ उमा यस्तो रोडको त्यसको कर्बमा नठोकेको भए गाडी आज उतान बाउ छोरी आज अनि आम्मामा थ्याङ्क गड साँच्ची यार हट आम्मामा ऊ के अरे यो ब्ल्याक आइस नभए त यस्तो के अरे त्यो ब्ल्याक आइसलाई के भन्छ टुसारो नजमिँदा त यस्तो भइरहेछ भने भोलि बिहान चाहिँ कस्तो हुन्छ होला आम्मामा मलाई 5:15मा हिँडेको 5:50मा मात्रै आइपुगेको भनेपछि कति 5:15 35-40 त्यस्तै लाग्यो किनकि यो त 15 मिनटको बाटोमा मेरो छोरी चाहिँ यस्तो भएर ठोकेछ बिचारा गाडीकै यस्तोमा ठोकेछ कि यस्तोमा यस्तो छ त छ्या कस्तो ल्याङ गरेको छ्या दिन पनि हेत्तेरी यस्तो चाहिँ हुन्छ र साथीभाइहरू यो त यति धेरै मोटो चाहिँ मोटो भन्दा पनि आजको चाहिँ छुट्टै किसिमको छ क्या यो हो नि यो एकदमै त्यो पढ्ने बित्तिकै जमिहाल्यो सो आज म चाहिँ काम चाहिँ गएको तर फर्केर आएको किन भन्दाखेरि झन् भोलि एकदमै त्यो जमेको हुन्छ नि त धर बिहान यसले त श्रीमती पनि छोइला आउन गाह्रो हुन्छ 15 दिनको लागि सो त्यही गाडी पनि पार्क गरिसक्यो गाडी पनि देखाउनु पऱ्यो त्यहीँनिर ए लगर है हामी हजुर ल साथीभाइहरू यस्तै हो हेर्दै जानुहोस् यताको विपत्ति चाहिँ यस्ता छ है घर आइपुग्यो